ल लेट्स गो। आज धेरै दिनपछि गजुरी चढ्ने भनेर कमल खोलाको गजुरी भागेर गाउँ आएछ। अनि फेरि पारीबाट गजुरीलाई लिन भनेर मालिक साहब र म आएको छौँ। मालिक साहबले यो के भन्छ मालिक साहब यसलाई जिन लाउँदै हुनुहुन्छ। म चाहिँ गजुरीलाई पक्रिरहेको छु। अब गजुरीलाई यहाँबाट लानुपर्ने हुन्छ। अब साँझ पनि परिसक्यो। आज घोडा चढाइ यस्तै भने भयो। अब नेक्स्ट टाइम मलाई चाहिँ आज के सोचेको थियो भने ठ्याक्कै सबै चढेको भिडियो मात्रै हाल्यो। अनि यो चाहिँ डराउँदो रहेछ चढ्दैन कहिले भनेर मान्छेले भन्छ भनेर आज साँच्चै चढ्नु पऱ्यो भनेर प्लान गरेर आएको थिएँ। सही नै भन्छ मान्छेहरूले। आज चाहिँ आँट गरेर गजुरीको छोरी उता छिन् आँट गरेर आएको यार। आज यस्तो भयो। गजुरीको लुक्स यस्तो छ। यिनी हुन् गजुरी। मास्टरले एकदम मेहनत गरेर चाहिँ काम चलाउजिन यो चाहिँ। अब हामी चढ्दाखेरि अर्कोचोटि चाहिँ अर्को नयाँ जिन लाउनुपर्छ ल। त्योभन्दा फेरि चढ्नु त यही सजिलो हुन्छ नि। त्यो हल्लिँदैन क्या धेरै पुच्छरमा पनि अड्किन्छ नि त पछाडि। ताप्ने यसो त्यो धेरै हल्लिनु पाउँदैन। यो चाहिँ लुक्स वाइज नराम्रो मात्रै हो हेर्दाखेरि चाहिँ। हेर्दा चाहिँ नराम्रो तर यही ठिक छ। पुरानो सबै छ। कान्छा मालिक चढिसक्नु है ल। टोपी सोपी छैन आज मेरो। टोपी सोपी छैन। एकछिन गजुरी बस बस गजुरी बस ल रेडी। आइज कहाँ गयो मजुरी? म चाहिँ जम्मा चाहिँ खलासी मात्रै होला। आइज मजुरी आइज। कतापट्टि? गजुरी छोरी मुजुरी ल। अब गजुरीलाई लगेर हामी घर फर्के। ए रोशन यता यतै आयो बाटोमै। ल गजुरी आमालाई पछ्याउँछिन्। गजुरी र मजुरी। गजुरीको छोरी यो चाहिँ छोरी हो। म चाहिँ आजको खलासी। ल अब आमालाई पछ्याइहाल्छिन्। आनन्दले जान्छन्। अब के छ र? अनि त कसरी आउँछस्? माथिबाटै नि होइन तल भाँच्छ नि त। ल ल लेट्स गो। गयो गजुरी कि मजुरी? अब गाउँदेखि फेरि पारी ल। म खलासी चाहिँ बाइकमा अब